म हाल दक्षिण कोरियामा कार्यरत छु। नाम त म खुलाउँदिनँ, नाम चाहिँ मेरो बस्नेत। म कोरिया आएर आफ्नो सपनाहरू पुरा गर्दै थिएँ, बाउआमाको सपनाहरू पुरा गर्दै थिएँ। म कमाउँदै थिएँ, म आफू रमाउँदै थिएँ। जिन्दगीमा चलिरहेको थियो मेरो कुराहरू, हाँसी खुसी नै बितिरहेका थिए। कहिलेकाहीँ समय यस्तो आउँछ जुन समय मलाई पनि त्यस्तै समय आइदियो। फेसबुक चलाउँदै थिएँ। कुनै बेला एउटा फेक आइडीबाट मलाई रिक्वेस्ट आयो। रिक्वेस्ट आइसके पछाडि मैले के होला भनेर रिक्वेस्ट एक्सेप्ट गरेँ। उहाँले मलाई मेसेज गर्नुभयो। हामी बोलचाल हुँदै गएदाखेरि हाम्रो समय बित्दै गयो। हाम्रो मायाको कुराहरू साटासाट हुँदै गयो। थाहा थिएन मलाई ऊ को हो भनेर। जिन्दगी चल्दै थियो, हाँसी खुसी चलिरहनै रहेको थियो। तर अचानक एक दिनको कुरा, उसले आफ्नो साथीलाई प्रयोग गरेर म तिमी बिना मर्छु, म तिमी बिना बाँच्न सक्दिनँ भनेर एक्कासी मेसेज आउन थाल्यो मलाई। होइन भनेर मैले पत्याउँदिनँ थिएँ। उसले आफ्नो साथीलाई पनि प्रयोग गर्थिन्। साथीले चक्कुको फोटो देखाउँथिन्, कहिले डोरीमा झुन्डेको फोटो देखाउँथिन्, कहिले के गर्थिन्, मुसलधारे आँसु झार्थिन्। थाहा छैन मलाई किन हुँदैछ यस्तो भनेर। यो कुरामा म एकदम सोच्नै सकिरहेको थिइनँ। किन म माथि यस्तो हुँदैछ भनेर मैले भन्ने गर्थेँ। किन होला भनेर सोद्धाखेरि म तिमीलाई माया गर्छु, म त हजुर बिना बाँच्न सक्दिनँ भन्ने जस्ता कुराहरू आउँदै गए। आउँदै जाँदाखेरि मैले पत्याउँदिनँ थिएँ। मैले नपत्याउँदाखेरि उनले हरेक कुराहरू मसँग गर्ने, रुने, कराउने, म तपाईँ बिना मर्छु, पागल हुन्छु भनेर मलाई हरेक दिन ब्ल्याकमेलिङ गर्न थालिन् उनले। म पनि एउटा छोरा मान्छे हो, छोरा मान्छेको मन त एक्लै पग्लिहाल्छ। सोचे होला उनले मलाई नै माया गर्छिन् होला जस्तो फिल हुन थाल्यो मलाई। मेरो मनमा पनि माया जाग्दै गयो। माया जाग्दै गइसकेपछि उसँग हल्का म नजिक हुँदै गएँ। नजिक हुँदै जाँदाखेरि उनले हरेक दिन मसँग फोन गर्दाखेरि रुनी मात्रै गर्थिन्। हरेक दिन समस्या सुनाउने गर्थिन्। र उनी आफू पनि काठमाडौँमा कुनै ठाउँमा काम गर्थिन्। उनी कुनै कम्पनीमा कार्यरत थिइन्। हुँदै जाँदाखेरि मलाई हरेक कुराको मायाको नाटक देखाउँदै गइन् उनी। मायाको नाटक देखाउँदै गए। म हल्का बिरामी पनि थिएँ त्यो अवस्थामा। मेरो ढाड दुख्ने समस्या थियो, मेरो हरेक समस्या थियो। म नेपाल जान पनि सकिरहेको थिएन। तर म कोरियामा कार्यरत थिएँ। अर्काको देश हो, काम नगरिकन खान पाउँदैन भनेर म हरेक दिन काम गरिरहेको थिएँ। तर कुराले अर्कै मोड लियो। केटी